हजुरको चाहिँ घर चाहिँ यही पर्यो? हजुर यही हो। नाम चाहिँ के पर्यो? पार्वती अधिकारी। पार्वती अधिकारी। हजुरको घर पनि बग्यो? मेरो बगे जस्तै त हो नि, अब यही मुनि हो। अब भित्र पसेर बस्न सक्ने सम्भावना छैन। छैन भन्दाखेरि बस्नै सकिँदैन, सामान केही छैन, पुरै चारपट्टि चिरेको छ, केही पनि छैन। मान्छेहरू केही हताहती केही? हजुर मान्छे पशुभाउ केही हताहती भयो? वस्तुभाउ यहाँ ल्याएर राखेको छ बाहिर रोडमा। अब घरमा छिर्न सकिँदैन, के गर्नु? पहिला नै सूचना थियो तपाईँलाई? सूचना त्यति थिएन, कराएको सुनेर मात्रै बच्या हो। मान्छेहरूले कराएपछि तपाईँ सचेत हुनुभयो? हजुर पहिला थिएन। अनि बाहिर आएपछि चाहिँ के देख्नुभयो त? खोला समतल्ला भयो, मान्छे चाहिँ बल्ल बल्ल बाँचियो। त्यही हो, गाई उतार्न सकेको थिएन, पछि उतारे हो आर्मी पुलिसहरू लगाएर। अहिले चाहिँ गुजारा कसरी चलिरहेछ? आफ्नो घरमा जान पाउनु भएको छैन भन्नु? कसरी चलिरहनु? अब अहिले केही पनि चलेको छैन। मेरो घरमा हिजो बिहान खाना पाकेन, त्यो हाकार भयो। हिजो बेलुका पाकेन, अहिले बिहान पाकेन, तिन छाक भयो। मैले अब अलिअलि केही खाएर हिँडेँ, मैले खाना नखा तिन छाक भयो। बस्नु चाहिँ कहाँ बस्नु भयो? बस्न अब यहीँनिर बसिरहेको छु। कमसेकम त्यो भेलमा नबगिने ठाउँमा यही रोडतिर हिँडिरहेको छु। म कहीँ बसेको छु। तपाईँको लगभग एउटा घर मात्र भयो कि अरू के? हाम्रो त्यहाँ 6वटा घर भयो। 6वटा घर। दाजुभाइको? दाजुभाइ मेरो भाइको घर पनि त्यही नजिकै हो। घरगोठ गरेर? हजुर भाइ नजिकै छ, मेरो पनि घर नजिकै हो। छिमेकीहरू सबै गरेर 6 जना छन्। अनि राहत केही पाउनु भएको छ छैन? केही छैन। यसैना क्याम्प लगाएर राहत दिइरहेछ त? अब त्यो जानु पर्ला, अब थाहा थिएन होइन, जानु पर्ला। अब तपाईँलाई समस्या चाहिँ के देखिन्छ? अब समस्या त ओड्नी ओछ्याउनी लाउने लुगा यही एकजोर हो। अब के झिक्न भ्याइयो त? त्यो बेसकारी कराउनु थालेपछि अनि मान्छे भागे हो कि एक्कासी। कहाँ लुगा वस्तु पुगाउनु भ्याइएन, कुरा छोड्दैन, के गर्न भ्याइयो? भविष्यको चिन्ता? अब सबै थोक छ, के बाँकी छ र? अब केही सबै चिन्ता हो। घर बनाउनु गर्न केही सकिन्छ त? अब घर बनाउनै पर्यो फेरि? पर्यो। जग्गा त गतिलो भयो नि, जग्गा त सबै पानीले बगे जस्तो भइसक्यो, केही छैन। अब त्यहाँ फेरि गएर कसरी बस्नु? कसरी बस्नु? कहाँ जानु? अब फेरि आउला फेरि त्यो डर त रहिगयो। सर एकदम डर छ। फेरि आफू मात्रै होइन, गाई छ 2-2वटा, गाई पालेर घाँस काटेर बसिरहेको मान्छे म। अब घाँस काट्न गर्न पनि अब सबै लग्यो, गाई चाहिँ बचाइयो। अब त्यो के गर्ने? बचाएर अनिश्चित छ नि त? हजुर।